हेलो सेवा नमस्कार साथीहरू, यहाँहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु। र आजको विषयमा चाहिँ म इइएस सिस्टमको बारेमा यो लागू भइसकेको छ। अब यसले नन इयु नागरिकहरूको लागि चाहिँ हामीलाई एक्चुअली कस्तो असर पर्छ भन्ने विषयमा चाहिँ म छोटो जानकारी गराउन चाहन्छु। साथीहरू कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र नयाँ साथीले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। साथीहरू योभन्दा अगाडि मैले इइएस सिस्टमको बारेमा चाहिँ भिडियो बनाइसकेको छु र अघिल्लो भिडियोमा गएर त्यो भिडियो हेरिदिनु होला भन्न चाहन्छु। र यो लागू भइसकेको छ साथीहरू। स्पेनमा विशेष गरेर माड्रिड अनि बार्सिलोना जस्तो ठुल्ठुलो सहरहरूमा यो लागू भइसकेको छ र युरोपभरि नै यो चाहिँ युरोपको 29वटा सेन्जेन कन्ट्रीभित्र नै यो चाहिँ लागू भइसकेको छ साथीहरू है। अब म चाहिँ यहाँ के कुरा गर्न चाहन्छु भनेदेखि यो चाहिँ नन इयु नागरिकहरूको लागि हो। जस्तो कि अब हामी नेपालीहरू चाहिँ नन इयु नागरिक हो। हामी जस्तो व्यक्तिहरूलाई चाहिँ यसले केही असर गर्न सक्छ। तर यदि तपाईँलाई चाहिँ टिआरसी कार्ड अलरेडी तपाईँको चाहिँ यहाँ छ हैन, जस्तो कि रेसिडेन्सी कार्ड स्पेनको छ भनेदेखि तपाईँ लिगल रेसिडेन्सी नै हुनुहुन्छ, जसले गर्दाखेरि तपाईँ ओहोरदोहोर गर्न सक्नुहुन्छ। पोर्चुगल, फ्रान्स, जर्मनी जस्तो देशहरूमा तपाईँ जाँदाखेरि बोर्डर चेक हुँदैन, भइहाल्यो भने पनि तपाईँलाई चाहिँ सहजै हुन्छ हैन। यो भनेको चाहिँ नन इयु रेसिडेन्सी यात्राको लागि मात्रै हो विशेष चाहिँ। अनि तपाईँले चाहिँ यदि टिआरसी चाहिँ छ भने फिङ्गरप्रिन्ट पनि गर्नु पर्दैन, फेसियल स्क्यान पनि गर्नु पर्दैन, तपाईको पासपोर्ट पनि स्क्यान गर्नु पर्दैन टिआरसी कार्ड यदि छ भने चाहिँ है। तपाईँ स्पेनमा बस्ने वैध निवासी टिआरसी होल्डर हुनुहुन्छ भने चाहिँ पोर्चुगल सहजै जान सक्नुहुन्छ, जर्मन सहजै जान सक्नुहुन्छ, अन्य देशहरू सहजै जान सक्नुहुन्छ। तर अब धेरै हामी नेपालीहरूको धेरै व्यक्तिहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब टिआरसी कार्ड हुँदैन। टिआरसी कार्ड नभएको अवस्थामा चाहिँ यदि तपाईँहरू स्पेनमा बसेर स्पेनकै रेसिडेन्सी अथवा टिआरसी लिने विचार गर्नुभएको छ भने चाहिँ तपाईँले चाहिँ केही सोच्नुपर्छ। तपाईँ यदि पोर्चुगल गएर काम गर्ने या जाने अनि फ्रान्स अनि जर्मनी, लक्जमबर्ग त्यस्तो जाने सोचाइमा हुनुहुन्छ भने चाहिँ त्यति सहज हुँदैन। किनभने हामीले त्योभन्दा अगाडि चाहिँ एउटा इम्पाद्रोनामेन्टो मात्र हुन्छ हामीसँग, यहाँको सामान्य अन्य डकुमेन्ट हुन्छ त्यो सहित, र इम्पाद्रोनामेन्टो मात्रैको आधारमा हामी जान सक्दैनौँ। म यो पनि अलिकति भनिदिन्छु, कति साथीले चाहिँ इम्पाद्रोनामेन्टो गरेपछि जान मिल्छ सकिन्छ भन्ने कुराहरू गर्नुहुन्छ। इम्पाद्रोनामेन्टो भनेको चाहिँ यो स्पेनको तपाईँको हो भए पनि तपाईँलाई टुरिस्ट नै मानिन्छ। यसमा इएस प्रणाली सुरु भइसकेकोले गर्दाखेरि बोर्डरमा बायोमेट्रिक चेकिङ हुनसक्छ, फिङ्गरप्रिन्ट हुनसक्छ, फेस स्क्यान हुनसक्छ, र फर्किँदा पनि तपाईँको चाहिँ त्यो सिस्टममा एक्जिस्ट सिस्टममा चाहिँ त्यो अटोमेटिकली रेकर्ड पनि हुने गर्छ साथीहरू। त्यसले गर्दाखेरि चाहिँ तपाईँको इम्पाद्रोनामेन्टोकै आधारमा चाहिँ तपाईँलाई कोही चाहिँ एउटा टुरिस्ट नै हो अनि तपाईँ इम्पाद्रोनामेन्टो भएको मान्छे यहाँको रेसिडेन्सी होइन। सरी साथीहरू है, यो भिडियो बनाउने क्रममा चाहिँ अब म एयरपोर्टको अलिक नजिक छु, प्लेनको आवाजहरू एकदम आइरहेछ, माफ गर्नु होला। अनि इम्पाद्रोनामेन्टो भनेको चाहिँ एड्रेस रजिस्ट्रेसन मात्र हो। यो चाहिँ एड्रेसको रजिस्ट्रेसन मात्रै हो, यो लिगल रेसिडेन्सी पर्मिट अथवा टिआरसी होइन। त्यसले गर्दाखेरि अफिसियल्ली इयु सेन्जेन रेसिडेन्ट मानिँदैन। त्यसैले गर्दाखेरि चाहिँ इम्पाद्रोनामेन्टो छ अब भइहाल्छ भनेर चाहिँ त्यो चाहिँ सोच्नु हुँदैन। र यदि हामीले चाहिँ जाने नै अवस्था हो भनेदेखि जानै पर्ने भएको, जस्तो पोर्चुगल, फ्रान्स जस्तो देशहरूमा, अन्य देशहरूमा पनि जानै पर्ने हो भने चाहिँ यो इइएस एड्रेस सिस्टम चाहिँ नन इयु नागरिकहरू लागू भइसकेको छ। यसले गर्दाखेरि चाहिँ तपाईँले बोर्डर पार्दा गर्दाखेरि तपाईँको पासपोर्ट स्क्यान हुन्छ अनि फिङ्गरप्रिन्ट पनि हुन्छ, फेसियल स्क्यान पनि हुन्छ। त्यसैले के बुझ्नु पर्यो भने तपाईँले अन्य देश जाँदाखेरि तपाईँको बायोमेट्रिक चेकिङ चाहिँ हुनसक्छ। तर साथीहरू स्पेन र पोर्चुगल अथवा स्पेन र फ्रान्स अन्य देशहरू चाहिँ सबै नै एकदम खुल्ला देशहरू हो। यो सेन्जेन हैन, नो फेन्स सेन्जेन जोनभित्र पर्ने देशहरू हो। तर पनि के हो भन्दाखेरि ऱ्यान्डम चेकभित्र पर्न सकिन्छ, ऱ्यान्डम चेक हुनसक्छ अनि यस्तोभित्र जाँच नगर्न पनि सक्छ। तर इइएस सिस्टम लागू भइसकेको छ नि त। यो भइसके पछाडि चाहिँ अफिसियल बोर्डर पोइन्ट जुन हुन्छ त्योबाट जानुभयो भने चाहिँ अटोमेटिकली नै तपाईँको डाटा सिस्टममा जान्छ, तपाईँको डाटा चाहिँ सिस्टममा जाने सक्छ भनेर भनिएको छ। तर यदि तपाईँ बस, ट्रेन हैन
अनि प्राइभेट कारहरूबाट जानु लाग्नु भएको हो भनेदेखि चाहिँ चेकिङ हुने सम्भावना धेरै कम हुन सक्छ। यदि बोर्डर पुलिसले र्यान्डम स्टप गर्यो भने त्यो बेला तपाईँको पासपोर्ट र बायोमेट्रिक इएससी स्क्यान गर्न सक्छन्। त्यसैले गर्दाखेरि यदि तपाईँले यहाँकै टिआरसी लिएर स्पेनमा नै बस्ने विचार गर्नुभएको छ भनेदेखि चाहिँ बाहिर तपाईँले जाने आउने कुरामा चाहिँ ख्याल गर्नुपर्छ। पहिलाभन्दा धेरै नन यु नागरिकको लागि चाहिँ अलिक जटिल हो यो भनेको चाहिँ। त्यसैले अब तपाईँले के गर्ने भने तपाईँले चाहिँ जाने नै अवस्थामा तपाईँको पासपोर्ट बोक्नु होला। स्पेन पाद्रामेन्ताले केही पनि गर्दैन। पाद्रामेन्ता भनेको एउटा रेसिडेन्ट अधिकार दिँदैन। ओभर स्टे तपाईँ नबस्नुहोस्। तपाईँ 90 दिनभन्दा बढी नबस्नुहोस्। तपाईँ चाँडै फर्केर आउनुहोस्। सकेसम्म चाहिँ तपाईँले आफ्नो टिआरसी बनाइसकेपछि जाँदा राम्रो छ, किनकि त्यसले गर्दाखेरि चाहिँ यसको कुनै पनि झन्झट झमेलाहरू हुँदैन। ल त साथीहरू, मैले आज यही जानकारी गराउन चाहेको थिएँ, किनभने स्पेनमा बसेर कतिपय साथीभाइहरू चाहिँ पोर्चुगलमा गएर काम गरिरहेको हुनुहुन्छ अनि स्पेन र पोर्चुगल त खुल्ला बोर्डर छ। ल साथीहरू, मैले यहाँलाई यही जानकारी गराउनु थियो। यहाँबाट धेरै साथीहरू बाहिर गएर काम गरिरहेको अवस्था मैले देखेको भएर यसले असर गर्छ गर्दैन भन्ने विषय मैले भिडियो बनाएको छु। अर्को भिडियोमा फेरि पनि हामी भेट्नेछौँ। यति बेलासम्म मेरो भिडियो हेरिदिनु भयो होला भन्ने आशा गर्दछु। र साथीहरू, फेरि हामी अर्को भिडियोमा भेटघाट गरौँला भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू, नमस्कार।